हेलो नमस्कार। नमस्ते हजुर। नमस्ते, किरणजी बोल्नु भयो? हजुर हजुर। त्यो हाम्रो के हो त त्यो उनीहरूको चाहिँ हाम्रो विशेष राष्ट्रिय खेलाडीहरूको फुटबलको हजुर महिलाको? उनीहरू जित्यो अब त्यहाँ इन्डियामा। हजुर इन्डियालाई जित्यो। अब अस्ति इरानसँग चाहिँ हामी हार्यो। अब फ्रेन्डली म्याच हो खास त्यस्तो। हजुर। अनि अब उनीहरू अब फेरि सिक्किम खेल्दैछ। इन्डियाको इन्डिपेन्डेन्ट डे रहेछ। हजुर हजुर। अनि त्यहाँ सिक्किममा फेरि इन्डिया र नेपाल खेल्दैछ 29 तारिक। अनि नेपाल फर्किन्छ। हजुर। सामना र प्रीति चाहिँ अगाडि नै फर्केर उनीहरू फेरि विदेश खेल्न जानुपर्छ। उनीहरू चाहिँ जाँदैछ। ए होइन, अनि फेरि तपाईँले त्यहाँनिर खानाको विषय उठाएछ, ट्राभलको कुरा उठाएछ, त्यहाँनिर चाहिँ म्यानेजमेन्ट भएन भन्ने कुराहरू आइराखेको छ एकदमै। तपाईँहरूले त अनि खाना पनि टाइममा नखुवाएर ट्राभल मात्र गराउनु भयो त अनि सुत्न पनि त्यस्तै टाइम 3-4 घण्टा मात्र पाएको छ भन्ने कुरा छ। प्रोपर म्यानेजमेन्ट नै भएन भन्ने कुरा छ त। ए होइन, त्यो चाहिँ कस्तो हुन्छ भने हामीले यहाँबाट ट्राभल गराएको कुरा गरायौँ। त्यो चाहिँ इन्डियन एफएले राख्दै हो त्यहाँ। होइन कुन तपाईँले कहाँलाई ट्राभललाई जिम्मा दिनुभयो? ट्राभललाई इन्डियन एफए इन्डियन फुटबल संघले नै त्यो म्यानेज गर्छ क्या त्यहाँ। हजुर हजुर। अनि त्यस्तो म्यानेज गर्छ। अब त्यो अगाडि समस्या भएको थियो, अहिले त्यो सल्भ भइसकेको त्यहाँ सिलगढीमा शिलङमा चाहिँ। अब उनीहरू अहिले चाहिँ यता आउने हो, के अरे यो सिक्किम आउने हो केही टिम साबित्रा र अनि प्रीति चाहिँ नेपाल आएर। होइन एउटा कुरा तपाईँले होइन हाम्रो इन्डियाकै त्यतापट्टि ट्राभललाई दिँदै गर्दाखेरि होइन उहाँहरूले म्यानेज गर्नुहुन्छ भने तपाईँले टाइम सेड्युल त लिनुहुन्छ होला नि। हाम्रो प्लेयरहरूलाई कहाँनिर खाना खुवाउँछ, कति टाइममा कहाँनिर जान्छ, त्यो टाइमको त ब्रेकडाउन होला नि हजुर। होइन गरेको हुन्छ भन्दा पनि यसो हाम्रो खेलाडीलाई कतै पनि पठाउँदाखेरि डिटेल स्टडी त हामीसँग राख्नु पर्यो नि हजुर। कति घण्टाको इन्टरभलमा ब्रेकफास्ट कहाँ गराउँछ, लन्च कहाँ गराउँछ, अनि त्यो कार्यविधि हामी नलिकिन है हाम्रो राष्ट्रिय प्लेयरहरूलाई कसरी त्यसरी हामी छोडिरहेछौँ? होइन त्यो त गर्नु भएन नि। होइन यो विषयमा चाहिँ एकचोटि डिटेलै बस्नु पर्यो होइन। किनभने अब हाम्रो राष्ट्रिय खेलाडी भइसकेपछि त हाम्रो कर्तव्य बन्छ नि। उहाँहरूको खानेकुरा कहाँ हुन्छ, बस्ने कुरा कहाँ हुन्छ, A to Z तपाईँको टाइमिङ मिलिसकेपछि सबै कुरा ल ठिक छ है भनिसकेपछि बल्ल मात्र तपाईँको हामीले पठाउने हो क्या। तर यो चाहिँ तपाईँलाई केही कुरा जानकारी नै छैन भन्नुहुन्छ, उतादेखि मैले लिएकै छैन भन्नुहुन्छ, त्यो त तपाईँले त जे गर्नुपर्ने कुरा त गर्नु भएन त यो त होइन। अब यस्तै मिस्टेकले गरेर अहिले हेर्नु त तपाईँको त्यहाँ सबैतिर तपाईँको प्लेयरले पनि अभिव्यक्ति दिइराखेको छ यो भन्ने विषयमा चाहिँ। यो के पहिला चाहिँ हाम्रो यस्तो खाले टाइम सेड्युल माग्ने गरेको छ कि छैन कुनै पनि कन्ट्रीमा जाँदाखेरि? अनि किन माग्दैन? यसको टेक्निकल टिम को हो कसले म्यानेजमेन्ट गर्ने? यो चाहिँ हाम्रो प्लेयर कहाँ बस्छ, के हुन्छ, अल कुरा लोकेट हुनुपर्छ लाग्छ कि लाग्दैन तपाईँलाई? होइन उनीहरूले नै व्यवस्थापन गर्ने यस्तो क्या। उनीहरूले नै व्यवस्थापन गर्ने भने पनि हाम्रो प्लेयरको के छ त व्यवस्थापन पहिला डिटेल दिनुहोस्, त्यसपछि हामी पठाउने हो क्या तपाईँको चाहिँ होइन। भोलिको दिनमा उनीहरूले ल व्यवस्थापन नै गरिदिने भयो हामीले यतिकै प्लेयर पठाउनु होइन। अहिलेसम्म होइन, यसमा चाहिँ चेन्जेस गर्नु पर्यो।